So first of all, what is retailing? So retailing भनेको चाहिँ कस्तो त भन्दाखेरि retailing refers to the buying and selling of goods and services directly to the process of selling directly or some. Retailing is a business process where the organization directly interacts with the consumers without any intermediaries. For characteristics of retailing: direct consumer, direct end user interaction, no intermediaries. Price determination, final stage of supply chain management. Wide variety, customer centric, large buy but frequent sales, varieties of products. Grow importance, types of retailers: departmental stores, supermarket, convenience store, dark stores, and specialty stores, discount stores. And importance, growing importance of retail industry, GDP contribution, better supply chain management, better supply chain management, personalization, customer centric, globalization, better SCM, product dynamism. Dynamism in retailing, three theories: environmental theory, cyclical theory, and conflict theory. Environmental theory explains that the overall dynamics, retailing is affected by environmental factors like political factor, economic factor, social factor, technological factor. And next thing that you need to remember is environmental theory because a different aspects are. So political factors ma stability policies affect garcha. Economic factor ma economic policy stability, GDP, national income growth affect garcha. त्यस्तै गरी सबैले चाहिँ केलाई affect गर्छ त retailing-लाई affect गर्छ. So this leads to change in technology, change in competition, and changes related to consumers. It follows Darwin theory, survival of fittest. It follows Darwin's theory, survival of fittest. Need to adapt. So environmental theory ले चाहिँ के भन्छ त भन्दाखेरि environmental theory ले चाहिँ Darwin theory लाई फलो गर्छ, जसलाई चाहिँ survival of fittest भन्छ. So जुन रिटेलरले चाहिँ चेन्जिङ इन्भाइरोमेन्टलाई एडाप्ट गर्छ त्यसले नै हुन्छ भनेर चाहिँ इन्भाइरोमेन्टल थ्योरीले भन्छ. चेन्जेस, कम्पिटिसन, चेन्ज इन पोलिसिज अनि चेन्ज रिलेटेड टु कन्ज्युमर्स. डाइनामिजम इन रिटेलिङ हैन. साइक्लिकल थ्योरिज भनेको चाहिँ लाइक सर्कुलर थ्योरी हो. एउटा भनेको रिटेल लाइफ साइकल थ्योरी. सो अनि अर्को भनेको रिटेल एकोर्डिङ थ्योरी, विल अफ रिटेलिङ. विल अफ रिटेलिङले चाहिँ के भन्छ त भन्दाखेरि रिटेलिङको तीनटा फेज हुन्छ. फर्स्टमा चाहिँ एन्ट्री फेज हुन्छ. अब एन्ट्री फेजमा चाहिँ भर्खर रिटेलिङ रियल कम्पिटिटिभ इन्भाइरोमेन्टमा आएको हुन्छ. त्यसले गर्दाखेरि सुरुमा चाहिँ इन्ट्रोडक्सन स्टेज जस्तै स्लो ग्रोथ हुन्छ, मार्केट पेनिट्रेट गरेको हुन्छ. अनि एन्ट्री फेज हैन, अनि ट्रेडिङ अफ फेजमा चाहिँ सेल्स ग्रो भइरहेको हुन्छ, कम्पिटिसनलाई बिट गर्नको लागि कम्पिटिटिभ एडभान्टेज बनाइरहेको हुन्छ. अनि अर्को भनेको चाहिँ एन्ट्री फेज, ट्रेडिङ अफ फेज, अनि डाउन विथ द डिक्लाइन फेज भनौँ न, म्याचुरिटी फेज, जहाँ चाहिँ मार्केट सेचुरेसन भएको हुन्छ, ग्रोथ गर्नको लागि एक्सपान्सन गर्नुपर्ने हुन्छ. अनि अर्को भनेको रिटेल एकोर्डियन थ्योरी. एकोर्डियन थ्योरीले चाहिँ के भन्छ त भन्दाखेरि रिटेलिङको डिफ्रेन्ट साइकल हुन्छ. कहिलेकाहीँ रिटेलर्सहरूले एक्सपान्सन गर्नुपर्ने हुन्छ भने कहिलेकाहीँ उनीहरूले कन्ट्र्याक्सन गर्नुपर्ने हुन्छ. सो एक्सपान्सन, कन्ट्र्याक्सन, रिएक्सपान्सन, द्याट इज द ओभरअल प्रोसेस अफ रिटेल एकोर्डियन थ्योरी. एक्सपान्सनको बेला जब प्रफिट हाई हुन्छ, जब सेल्स हाई हुन्छ, जब कन्ज्युमर्सहरूले गुड्सहरू मन पराएको हुन्छ, म्याचुरिटी स्टेजमा हुन्छ, तब एक्सपान्सन गर्नुपर्ने हुन्छ. जब हामीले फोकस कि त निसमा फोकस गर्नुपर्ने हुन्छ, धेरैवटामा भड्किनु भन्दा हामीले चाहिँ कन्ट्र्याक्सन गरेर रिडक्सन अफ स्केल अफ अपरेसन्स अन द बेस टु मिनिमाइज कस्ट एन्ड इम्प्रुभ एफिसियन्सी.
अनि साइक्लिकल थ्योरीको अर्को थर्ड भनेको चाहिँ रिटेल लाइफ साइकल थ्योरी। रिटेल लाइफ साइकल थ्योरीले चाहिँ के भन्छ त भन्दाखेरि रिटेलरको प्रोडक्ट लाइफ साइकल जस्तै 4टा फेजमा जान्छ। इन्ट्रोडक्सन स्टेज, ग्रोथ स्टेज, म्याचुरिटी स्टेज अनि डिक्लाइन स्टेज। सो सबै रिटेलर्सहरू यो फेजको थ्रु चाहिँ गुज्रेर जानुपर्ने हुन्छ भन्ने कुरा चाहिँ साइक्लिकल थ्योरीले भन्दछ। नेक्स्ट इज कन्फ्लिक्ट थ्योरी। कन्फ्लिक्ट थ्योरी भनेको चाहिँ रिटेलर्सहरूमा कन्फ्लिक्ट इज इम्पोर्टेन्ट, ओके, बिकज कन्फ्लिक्ट हैव्स टु क्रिएट अ हेल्दी कम्पिटिसन विच लिड्स टु इनोभेसन। सो कन्फ्लिक्टले के हुन्छ त, कन्फ्लिक्टले गर्दाखेरि कम्पिटिसन हाई हुन्छ। कम्पिटिसन भयो भने इनोभेसन हुन्छ, जसले गर्दाखेरि रिटेलर्सको लागि चाहिँ एकदमै धेरै फाइदा हुन जान्छ। अब यसलाई चाहिँ हामी लास्ट एउटा टपिक हेरौँ, रिटेलिङ एन्ड मार्केटिङ, स्ट्रेटेजी एप्रोच टु रिटेलिङ म्यानेजिङ मार्केटिङ। सो रिटेलिङ र मार्केटिङलाई जोड्दाखेरि के कुराहरू चाहिँ युज गर्न सकिन्छ भन्दाखेरि एउटा भनेको आइडेन्टिफाई कस्टमर निड्स, राइट, आइडेन्टिफाई द निड्स। अर्को भनेको मार्केटिङ एन्ड सेगमेन्टेसन, मार्केट सेगमेन्टेसन, ठिक छ। अर्को भनेको पोजिसनिङ, ठिक छ। अर्को भनेको ब्रान्डिङ, रिटेल ब्रान्डिङ, रिटेल ब्रान्ड, ठिक छ। अर्को भनेको के गर्न सकिन्छ, रिटेल मिक्स रिटेल मिक्स जहाँ चाहिँ 4 P'हरूलाई इन्क्लुड गर्दा भयो, ठिक छ। यो चाहिँ के हो त, रिटेलिङ एन्ड मार्केटिङ स्ट्रेटेजी एप्रोच। अब चाहिँ हामी के गर्छौँ भने होइन, यसलाई चाहिँ हामी कपी गर्छौँ जस्ताको तस्तै, Ctrl+C गर्छौँ अनि अर्को ट्याबमा चाहिँ हामी के खोल्छौँ, च्याट जिपिटी खोल्छौँ। च्याट जिपिटीमा हामी न्यू च्याट जिपिटी खोल्छौँ, किनभने अगाडि चाहिँ हामीले अर्को सब्जेक्टको लागि खोलेका छौँ नि त। सो दिस इज द, अब यसलाई हामी प्रम्प्ट दिन्छौँ। के प्रम्प्ट दिन्छौँ, दिस इज द सिलेबस अफ रिटेल मार्केटिङ सब्जेक्ट, I have exam, please help me, I will give you the topics, okay भन्छौँ। यसले भन्छ ओके। अब हामी के गर्छौँ त, अघि हामीले जुन कपी गरेको थियौँ त्यसलाई चाहिँ यहाँ ल्याएर पेस्ट गर्छौँ फर्स्ट युनिटमा, किनभने मैले युनिट 1 पढिसकेँ, राइट। अब पेस्ट गरेपछि यसले मलाई एन्सर दिन्छ है। अनि म आफ्नो एन्सर, आफूले भनेको एन्सर, आफूले लेखेको एन्सर योसँग कम्पेयर गर्छु। के एक्जाम्पलहरू लेख्न सकिन्छ भने आई विल डेफिनेटली इन्क्लुड इन माई ओन एन्सर्स। यो डाइरेक्टली पर्सनल युज, सो डाइरेक्टली टु कन्ज्युमर एन्ड पर्सनल युज होइन। सो यसमा चाहिँ मेन पोइन्ट्स भनेको के रहेछ त भन्दाखेरि डाइरेक्टली एन्ड पर्सनल युज, ठिक छ। लास्ट स्टेप्स अफ डिस्ट्रिब्युसन च्यानल, characteristics of retailing, types of retailing, और टाइप्सलाई यसले चाहिँ अलिकति डिफ्रेन्ट पाराले डिफाइन गरेको छ हैन। अब हामी त्यही पाराले अलिकति युनिक तरिकाले स्टोर बेस्ड होइन। यसको भित्र अनलाइन रिटेलिङ, टेलिमार्केटिङ, डाइरेक्ट सेलिङ, भेन्डिङ मसिन्स, यो एउटा नयाँ कुरा हामीले सिक्यौँ च्याट जिपिटीबाट। अब यसको इम्पोर्टेन्स के हो त भन्दाखेरि इम्पोर्टेन्स अफ रिटेल इन्डस्ट्री भनेको डाइनामिजम
डाइनामिक्समा इन्भाइरोमेन्टल थ्योरी चेन्ज एन्ड अड्याप्ट एक्सटर्नल इन्भाइरोमेन्ट साइक्लिकल थ्योरी इनोभेसन ग्रोथ म्याचुरिटी अनि अब यहाँ चाहिँ एन्ट्री फेज ट्रेडिङ अफ फेज म्याचुरिटी फेज भनेर पढ्यौँ अब यहाँ चाहिँ हामी इन्ट्रोडक्सन ग्रोथ म्याचुरिटी भनेर पनि पढ्छौँ अनि अर्को चाहिँ हामीले कन्फ्लिक्ट थ्योरी छुट्यायो अहिले होइन सो कन्फ्लिक्ट थ्योरी र रिटेलिङ मार्केटिङलाई पनि कपी गरेर यहाँ पेस्ट गरिदिन्छौँ यसले दामी एन्सर दिइरहेको छ रिटेलिङ भनेको चाहिँ रिटेल कम्पिट फर कस्टमर्स एन्ड मार्केट लिस्ट टु इनोभेसन बेटर सर्भिस अघि मैले चाहिँ भनेको थिएँ स्टोरेज अन्डरस्ट्यान्डिङ गरेर सेगमेन्टेसन मार्केटिङ इन्टेलिजेन्स टेक्नोलोजी युज ठिक छ सिआरएम कस्टमर रिलेसनसिप म्यानेजमेन्ट दिस इज न्यू टपिक Consumer behavior and retailing operations. So consumer behavior in retailing context. Consumer behavior भनेको के हो त भन्दाखेरि consumer behavior भनेको चाहिँ the actions taken by consumer, the action of buying, selecting, purchasing, selecting, purchasing, using, utilizing or consuming अनि disposing the goods and services by an end consumer. It's called consumer behavior. अब सिम्पल मोडलको कुरा गर्दाखेरि फर्स्टमा हुन्छ रिटेल सर्भिसेस त्यसपछि हुन्छ प्रोडक्ट पर्चेज पर्सन हु पर्चेज द प्रोडक्ट पर्चेज अर प्रोडक्ट नट पर्चेस्ड ठीक छ कि त यसलाई चाहिँ हामीले सिम्पल मोडलमा चाहिँ यसको डिसिजन मेकिङको प्रोसेस पनि हाल्दा हुन्छ फर्स्ट प्रोसेसमा भनेको आइडेन्टिफिकेसन अफ नीड इभ्यालुएसन अफ इन्फर्मेसन सर्च इभ्यालुएसन अफ अल्टरनेटिभ्स selection of best alternatives purchase decision post purchase behavior time taken to shop भनेको चाहिँ कति सामानहरु चाहिँ एकैछिनमा किन्छौं भने कति सामानहरु चाहिँ हामी टाइम लगाउँछौं किन्नको लागि लेभल अफ इन्भल्भमेन्ट चाहिँ डिफरेन्ट हुन्छ हाई मिडियम लो एउटामा चाहिँ लेजर के भनौं शपिङ भन्छौं अर्को कम्प्लेक्स शपिङ अर्को भनेको चाहिँ मिडियम के हो फंक्सनल शपिङ कम्प्लेक्स शपिङ चाहिँ टाइम रिक्वायर्ड हुन्छ लेजर चाहिँ हामी फ्री टाइममा गर्छौँ फंक्सनल चाहिँ टाइम एफिसिएन्ट हुन्छ है त अब हामी बाइङ रोल्स भनेको बुझौँ बाइङ रोल्स भनेको चाहिँ एउटा फ्यामिलीमा डिफ्रेन्ट रोल्सहरु हुन्छ जस्तै इनिसिएटर इन्फ्लुएन्सर डिसाइडर बायर युजर जस्तै छोरालाई बाइक किन्नु पर्ने छ भने के हुन्छ त भन्दाखेरि बाउलाई भन्नुभन्दा अगाडि आमालाई भन्छ हैन अब आमाले चाहिँ बाबालाई गएर बाबा छोरालाई बाइक किनिदिनु भन्छ भने आमाले चाहिँ इन्फ्लुएन्स गर्यो नि त सो सी इज इन्फ्लुएन्सर कि त हैन अनि जसले चाहिँ यो इनिसिएट गर्यो त यो किन्नुपर्ने छ है चाहिएको छ है भनेर द्याट इज इनिसिएटर है अनि जसले चाहिँ ल किन्नुपर्छ भनेर डिसाइड गर्छ पैसा तिर्छ हाम्रो बाबा किनभने मेन डिसिजन त बाबाले लिने हो बाइक किन्ने कि नकिन्ने भनेर सो उहाँ चाहिँ डिसाइडर हुनुभयो अब बाइक किन्न को जानुभयो त जस्तै अब छोरालाई आउँदैन मामालाई पठाइदिनु भयो बाइक किन्न भने मामा चाहिँ के भयो त बायर तर कसको लागि किनेको बाइक छोराको लागि छोरा चाहिँ के भयो त युजर है अर्को कुरा चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि डिसिजन मेकिङको प्रोसेस पनि बुझ्नुपर्ने हुन्छ हैन यस बाइङ डिसिजन प्रोसेस अघि भने जस्तै रेकग्निसन अफ नीड इन्फर्मेसन सोर्स इभ्यालुएसन अफ अल्टरनेटिभ सेलेक्सन अफ बेस्ट अल्टरनेटिभ्स पर्चेस डिसिजन पोस्ट पर्चेस बिहेभियर है इम्प्लिकेसन्स अफ रिटेलिङ भनेको फर रिटेलिङ भनेको छ यसको खासै के छैन तर इन्फ्लुएन्सेस अन कन्जम्सन प्रोसेस चाहिँ छ कसले इन्फ्लुएन्स गर्छ सोशल क्लास अप्पर लेभल मिडल लेभल लोवर लेभल अनि मोटिभेसनल फोर्सेस फिजियोलोजिकली सोशल सेक्युरिटी निड्स हैन सोशल बिलोङिङ सेफ्टी सेक्युरिटी निड्स सोशल बिलोङिङनेस निड इगो स्टिम निड अनि सेल्फ एक्सप्रेसन निड मोटिभेसन अनि फ्यामिली स्टेज ब्याचलरहुड अर्ली म्यारेज fullness to 1 fullness to fullness 3 emptiness to 1 emptiness to solitary survivor अनि अर्को भनेको डेमोग्राफिक फ्याक्टर्स जस्तै कि एज सेक्स जेन्डर
कता बस्छ हैन पपुलेसनहरु अनि अर्को भनेको साइकोग्राफिक फ्याक्टर जहाँ चाहिँ नीड बिलिफ्स एटिट्युड्स पर्सेप्सन्स हैन यस्तो कुराहरुले चाहिँ के गर्छ त इफेक्ट गर्छ अर्को भनेको रिफरेन्स ग्रुप प्राइमरी ग्रुप सेकेन्डरी ग्रुप एस्पिरेसनल ग्रुप डिसएसोसिएसन ग्रुप त्यसले इफेक्ट गर्यो हैन सो यति कुरा चाहिँ च्याप्टर 2 मा पर्यो हैन मैले च्याप्टर 2 पनि सकिसके धेरै सजिलो लाग्यो आज चाहिँ हैन अनि यसलाई चाहिँ म के गर्छु त च्याट जीपीटीमा फेरि च्याप्टर 2 लाई हाल्छु अब यसले मलाई दिन्छ एन्सर्स म एन्सर कम्पेयर गर्छु के डिफरेन्ट वर्डहरु छ कि बा हाल्नको लागि मेरो एन्सरमा भने सिम्पल मोडलले त्यो 5 स्टेप मोडललाई इफेक्ट गर्छ एक्सप्लेन गर्छ कन्ज्युमर बिहेभियर भनेको चाहिँ हाउ एन्ड व्हाई कन्ज्युमर शप व्हाट इन्फ्लुएन्स डिसिजन एन्ड हाउ दे बिहेभ ठीक छ अनि अब यसको स्कलर्स डेफिनेसन चाहिँ लास्टमा गर्छु हैन त्यसले गर्दाखेरि एउटा एडिसनल डेफिनेसन चाहिँ मेरो एन्सरमा आउने भयो टाइम टेकन टु शप है टाइम टेकन टु शप भनेको चाहिँ के हो त भन्दाखेरि सम परचेज क्विकली सम मे टेक टाइम हैन अघि मैले भने जस्तै टाइम रोल्समा चाहिँ इनिसिएटर इन्फ्लुएन्सर डिसाइडर बायर युजर सेम हो अल रोल्स नट जस्ट द बायर हैन यो पनि भइहाल्यो बाइङ डिसिजन रोल्स प्रोसेस भनेको चाहिँ नीड रेकग्निसन रोल्स इभ्यालुएसन प्रोसेस भइहाल्यो यसको लागि स्ट्र्याटेजिज के हो त भन्ने कुराहरु इम्प्लिकेसन्स भनेको चाहिँ स्ट्र्याटेजी रहेछ है त गाइस इम्प्लिकेसन्स भनेको चाहिँ स्ट्र्याटेजी रहेछ हैन सो इन केस इम्प्लिकेसन्स सोध्यो भने चाहिँ strategy in each process हैन यो भन्नाले नीड रेकग्निसनको लागि डिस्प्लेहरुको इन्फर्मेसन सर्चको लागि ब्रोशर्स दिनु पर्यो वेबसाइट दिनु पर्यो इभ्यालुएसनको लागि कम्प्यारिजन टुल्स हुनु पर्यो पर्चेसको लागि इजी पेमेन्ट हुनु पर्यो पोस्ट पर्चेस फलोअप सर्भिस सुरुमा अब नीड एराउजलको लागि चाहिँ के हुनु पर्यो त मार्केटिङ गर्नु पर्यो हैन प्रमोसन गर्नु पर्यो इन्फर्मेसन सर्चको लागि डिफरेन्ट वेबसाइट्स हुनु पर्यो कम्प्यारिजन टुल्स हुनु पर्यो इभ्यालुएसनको लागि पनि कम्प्यारिजन टुल्सहरु हुनु पर्यो पर्चेसको लागि चाहिँ पेमेन्ट गेटवे राम्रो हुनु पर्यो हैन सीओडीहरु हुनु पर्यो पोस्ट पर्चेस बिहेभियरको लागि पोस्ट पर्चेसको लागि इन्फ्लुएन्स गर्नको लागि इम्प्लिकेसन चाहिँ के रहेछ त भन्दाखेरि फलोअप सर्भिसेस मेन्टेनेन्स रेगुलरली कल गरेर कस्तो छ तपाईको प्रोडक्ट आर यु स्याटिस्फाइड भनेर फिडब्याकहरु चाहिँ दिइराख्नु पर्यो इन्फ्लुएन्सर्स भनेको त बुझिहालिन्छ हैन सो समरी पनि दिएको छ सो यस्तो गरेर हुन्छ है अब यही यसमै मैले एउटा कुरा के थपे त भन्दाखेरि इम्प्लिकेसन्स भनेको के हो मैले थाहा पाएँ हैन सो प्लिज मेक युज अफ च्याट जीपीटी है त मजाले युज गर्नु च्याट जीपीटीलाई चाहिँ अब हामी च्याप्टर 3 तिर जाउँ अलिकति गाह्रो छ लेन्दी छ तर हामी सकिन्छ सो मेरो फोनमा त जान्छ 9:48 भएछ एकछिन पढौँ जबसम्म अल्छी लाग्दैन तबसम्म पढ्ने हो अल्छी लागेपछि चाहिँ Chapter 3 यति छ है ल लेट्स गो सर्भिस कम्पोनेन्ट्स इन रिटेलिङ सो च्याप्टरको नाम चाहिँ म्यानेजमेन्ट अफ सर्भिस एन्ड क्वालिटी इन रिटेलिङ छ सो म्यानेजमेन्ट अफ सर्भिस एन्ड क्वालिटी इन रिटेलिङमा चाहिँ फर्स्टमा छ सर्भिस कम्पोनेन्ट्स इन रिटेलिङ सर्भिस कम्पोनेन्ट्स इन रिटेलिङमा चाहिँ सर्भिस कम्पोनेन्ट सर्भिस भनेको के हो त सर्भिस भनेको चाहिँ हामी कसैले पनि एउटा हुन्छ नि क्वालिटी चेक एसेसमेन्ट अफ हाउ डेलिभर हैन सो सर्भिस चाहिँ कसरी डेलिभर हुन्छ भन्ने कुरा चाहिँ सर्भिसमा पर्यो कम्पोनेन्ट्समा चाहिँ RATER र्याटर भनेर मैले याद गरेको छु द्याट इज एन एक्रोनिम है R भनेको रिलायबिलिटी A भनेको एस्योरेन्स T भनेको टेन्जिबल्स E भनेको एम्प्याथी अनि R भनेको चाहिँ रेस्पोन्सिभनेस सो R रिलायबिलिटी भनेको चाहिँ डिपेन्डेबिलिटी इफ हामी एउटा कुनै प्रोडक्टमा डिपेन्ड हुन्छौँ भने द्याट इज त्यसको चाहिँ क्वालिटी राम्रो छ सर्भिस राम्रो छ है अर्को भनेको एस्योरेन्स भनेको चाहिँ उसले चाहिँ एउटा केही ग्यारेन्टी दिनु पर्यो एउटा केही कन्सिस्टेन्सी दिनु पर्यो टी भनेको ट्यान्जिबल भन्नाले फिजिकल अपियरेन्सहरु चाहिँ राम्रो हुनु पर्यो फिल गुड हुनु पर्यो एम्प्याथी भनेको चाहिँ थाहा भएन आर रेस्पोन्सिभनेस भनेको चाहिँ पनि थाहा भएन सो रिलायबिलिटी भनेको डिपेन्डेबिलिटी रहेछ ट्यान्जिबल भनेको अपियरेन्स रहेछ एस्योरेन्स भनेको चाहिँ सेक्युरिटी रहेछ एस्योरेन्स भनेको चाहिँ सेक्युरिटी रहेछ रेस्पोन्सिभनेस भनेको हेल्पफुलनेस रहेछ
इम्प्याथी भनेको चाहिँ इजी एसेस गर्न सजिलो हो है त। सो यो हामी फेरि पढ्छौँ। अर्को ट्यान्जिबल एन्ड इन्ट्यान्जिबल कन्टिन्युम भन्ने छ। सो यो भनेको चाहिँ एउटा सर्भिस भनेको ट्यान्जिबल मात्र हुनु हुँदैन कि त इन्ट्यान्जिबल मात्र हुनु पऱ्यो, यो चाहिँ मिक्स हुनु पऱ्यो क्या, ठिक छ। जस्तै कि तिमी किताब किन्दैछौ भने तिमीलाई किताब किन्दाखेरि अरू फेसिलिटिज पनि दिनु पऱ्यो। जस्तै कि अब तिमीसँग क्यास छैन भने भनौँ न क्युआर पनि दिनु पऱ्यो। कि तिमी फोन किन्दैछौ, फोन किन्दाखेरि तिम्रो आइफोन किन्यौ, आइफोन 13 किन्यौ है भने के हुन्छ त भन्दाखेरि फोन त पायौ, तिमीले पैसा तिरेर 80,000 तिरेर फोन पायौ, तर त्यो साथसाथै तिमीले सर्भिस के पायौ त भन्दाखेरि 5 कि त 7 वर्षको सफ्टवेयर ग्यारेन्टी पायौ होइन। त्यसभित्र इफ के प्रब्लम सेक्युरिटीको लागि सर्भिस पायौ, ल 1 महिनासम्म के बिग्रियो भने फिक्स गरिदिन्छु भनेर एउटा ग्यारेन्टी वारेन्टी दियो अरे, सर्भिस पायो। सो दुईटा चाहिँ ब्यालेन्स हुनु पर्यो, दुईटै मिक्स हुनु पर्यो। इन्ट्यान्जिबल चाहिँ कस्तो हो त भन्दा पेरिसेबिलिटी अनि नन स्टोरेबिलिटी होइन, पेरिसेबिलिटी अनि पेरिसेबल इन्ट्यान्जिबल होइन। अनि ट्यान्जिबिलिटी भनेको चाहिँ क्यान बी टच्ड होइन, क्यान बी स्टोर्ड होइन। सर्भिस क्वालिटी म्यानेजमेन्ट भनेको त्यही हो, सर्भिस क्वालिटी म्यानेज गर्ने, जहाँ चाहिँ मोडल अफ पर्सिभ सर्भिस क्वालिटी छ। मोडल अफ पर्सिभ सर्भिस क्वालिटीले चाहिँ के भन्छ त भन्दाखेरि देयर इज अ ग्याप ओके बिट्विन हाउ वी पर्सिभ वाट अ कस्टमर एक्सपेक्ट एन्ड वाट इट एक्सपेरियन्सेस होइन, पर्सिभ एक्सपेरियन्स। अनि यसभित्र चाहिँ हामीले ब्यालेन्स गर्नको लागि चाहिँ दुईटा कुराहरू हेर्नुपर्ने हुन्छ। एउटा भनेको टेक्निकल सर्भिस, अर्को भनेको चाहिँ सपोर्टिङ सर्भिस। टेक्निकल सर्भिसमा चाहिँ अब एक्चुअल कुराहरू क्या, जस्तै तिमीलाई बुक चाहियो, बुक पायो, तिमीले नेल म्यानिक्योर पेडिक्योर चाहियो, पायो। सपोर्टिङ सर्भिस भनेको चाहिँ हाउ इट इज डेलिभर्ड। अब तिमीलाई म्यानिक्योर पेडिक्योर गर्न गयो, बस्दाखेरि तिमीलाई एसी भएको रुम छ, बस्ने बित्तिकै तिमीलाई अब ग्लास अफ वाटर ल्याइदिनु भयो, द्याट इज सर्भिस। त्यसको लागि तिमी गएको त होइनौ, तर त्यो एउटा सपोर्टिङ सर्भिस त भयो नि त। सो द्याट इज टेक्निकल क्वालिटी अनि सपोर्टिङ क्वालिटी। के त के भन्नु पर्यो, फङ्सनल क्वालिटी हो ब्रो, फङ्सनल टेक्निकल क्वालिटी अनि फङ्सनल क्वालिटी। टेक्निकल भनेको चाहिँ अहिले मैले भने जस्तै हो, फङ्सनल भनेको चाहिँ त्यही सपोर्टिङकै सेम डेफिनेसन हो, हाउ इट इज डेलिभर्ड है त। यसको एउटा फिगर रहेछ, हामी हेरौँला। टेक्निकल क्वालिटी, फङ्सनल क्वालिटी, एक्सपेक्टेड सर्भिस अनि एक्सपेक्टेड सर्भिस, पर्सिभ सर्भिस अनि बिचमा चाहिँ ब्रान्ड इमेज है त। क्वालिटी ग्याप मोडलले चाहिँ क्रुज मोडल होइन। एन्ड परशुराम जैठमल अनि परशुरामान जैठमल एन्ड ब्यारियल मोडलले चाहिँ के भन्छ त भन्दाखेरि हाम्रो क्वालिटीलाई चाहिँ क्वालिटीमा चाहिँ ग्याप हुन्छ भन्छ, जुन चाहिँ सर्भिकल मोडलमा बेस्ड छ भन्छ। सो ग्याप भनेको चाहिँ 5वटा हुन्छ। मैले चाहिँ यसलाई केपिडी सिपी भनेर याद गरेको छु होइन। यसलाई चाहिँ एक्रोनिम भन्छ, जसरी मैले याद गरेको छु यसलाई चाहिँ एक्रोनिम भन्छ। के भनेको नलेज ग्याप, पी भनेको पोलिसी ग्याप, पीडी डेलिभरी ग्याप, सी कम्युनिकेसन ग्याप, पर्सेप्सन ग्याप। सक्यो। अनि इट इज बेस्ड अन सर्भिकल मोडल भनेको चाहिँ त्यही अहिलेको ऱ्याटल रेस्पोन्सिभनेस, रिलायबिलिटी, एस्योरेन्स, ट्यान्जिबल्स, एम्प्याथी, ठिक छ 5वटा। अनि अर्को कुरा के याद गर्नु पर्यो त भन्दाखेरि एउटा फिगर छ है। अब ग्याप के हुन्छ त, देयर इज अ ग्याप बिट्विन एक्सपेक्टेड सर्भिस एन्ड पर्सिभ्ड सर्भिस, कि त एक्सपेरियन्स सर्भिस होइन, अर एक्चुअल सर्भिस। सो यसमा के ग्याप हुन्छ भन्दाखेरि सुरुमा सर्भिस, एक्सपेक्टेड सर्भिस, पर्सिभ सर्भिस, डेलिभरी, स्पेसिफिकेसन्स, म्यानेजमेन्ट पर्सपेक्टिभ्स अफ ओके। एक्सपेक्टेड सर्भिस एउटा, पर्सिभ सर्भिस, सर्भिस डेलिभरी अनि कसरी मार्केटिङ गरेको छ, स्पेसिफिकेसन्स, म्यानेजमेन्ट पर्सेप्सन अफ कस्टमर एक्सपेक्टेसन। ठिक छ।
अनि अर्को भनेको पार्टमा इम्प्लिकेसन चाहिँ ट्रेनिङ कस्टमर फिडब्याक त्यो कुराहरू भयो जुन चाहिँ हामी फेरि मजाले हेर्नेछौँ growing emphasis on quality control, consumerism, media technology, attention, quality control, consumerism, media attention, technology kita के भन्छ भने टेक्नोलोजी डी भनेको चाहिँ डिफरेन्सिएसन है त अर्को छ क्यारेक्टरिस्टिक्स अफ रिटेल क्वालिटी अब रिटेल क्वालिटीमा चाहिँ तीनटा कुरा छ एउटा मर्चेन्डाइज अर्को भनेको सर्भिस अर्को भनेको चाहिँ मर्चेन्डाइजमा चाहिँ अब प्रोडक्टको साइज प्रोडक्टको डिजाइन प्रोडक्टको फिचर्स प्रोडक्टको इमेज ब्रान्ड अर्को भनेको चाहिँ सर्भिस जहाँ चाहिँ आरएटी या रेटर भनेर बुझ्नुहुन्छ अर्को चाहिँ हामीसँग छ क्वालिटी अडिटिङ सिस्टम र सर्भिस रिकभरी म 1 मिनटको ब्रेक लिन्छु अनि फेरि हामी स्टार्ट गर्नेछौँ सो अब ब्रेक लिनु चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ है गाइज त्यो कुरा चाहिँ तपाईँहरू ध्यान दिनु होला म चाहिँ अहिले 3rd च्याप्टरको क्वालिटी अडिटिङ सिस्टम अनि सर्भिस रिकभरी भन्ने टपिकमा छु है त Okay guys, I just wanted to tell you कि पढ्दाखेरि you need energy, you need focus. त्यसको लागि चाहिँ like you need to eat something time and again. You need to take breaks. 2 घण्टा पढेछ without any active recall अनि without any focus भने that's not important. What is important is reading बरु half an hour a day तर with 100% focus. So I just had bread and butter which is healthy of course. I had a coffee. जसले गर्दाखेरि चाहिँ मेरो फोकस स्प्यान चाहिँ अहिले लाइक टप पिक लेभलमा छ अहिले यतिखेर सो आई डिसाइडेड टु कन्टिन्यू दुईटा टपिक अफ युनिट 3 अनि युनिट 4 पनि आई विल डु राइट नाउ है त सो लेट्स स्टार्ट अघि हामीले ग्रोइङ एम्फेसिस अन क्वालिटी कन्ट्रोल पढ्यो काइन्ड्स अफ रिटेल क्वालिटी पढ्यो अब क्वालिटी अडिटिङ सिस्टम पढ्दैछ क्वालिटी अडिटिङ सिस्टम भनेको चाहिँ यस्तो सिस्टम हो जहाँ चाहिँ it compares the quality of the product with the existing standards or market standards and make necessary changes. Service recovery भनेको चाहिँ any actions taken to recover the mistakes or issues, fix the issues by the retailers. Process used to evaluate and a structured process is to evaluate and ensure that organization's quality management system meets established standards and regulations and policies. Benchmarking भनेको चाहिँ process of comparing organizational processes performance against industry standards or competitors. Types मा चाहिँ internal competitive functions okay so comparing organizational performance okay. Service recovery, how retailers handle complaints. So complaint आउँदाखेरि रिटेलर्सले कसरी ह्यान्डल गर्छ त्यसलाई चाहिँ भन्छ broad term plan system the correct problem ओके अघि मैले भनेको जुन कन्सेप्ट चाहिँ थियो त्यही हो अलिकति डेफिनेसन चाहिँ लेखेको छैन बट आई क्यान क्ल्यारिफाई दिस अब च्याप्टर 3 सक्यो भने म यसलाई पनि फेरि के गर्छु त कपी गर्छु अनि च्याट जिपीटीमा हाल्छु है अब यसले मलाई एन्सर दिन्छ है त Awesome, let's go through unit 3 भनेको छ फर्स्ट इज सो सर्भिस कम्पोनेन्ट्स मा चाहिँ के गरेको छ त भन्दाखेरि मिक्स अफ टेन्जिबल इन्टेन्जिबल कम्पोनेन्ट्स भनेर ए यस्तो चाहिँ रहेछ नि त मैले बुझिन नि त नि सर्भिस कम्पोनेन्ट्स मा चाहिँ टेन्जिबल एन्ड इन्टेन्जिबल
टेन्जिबल भनेको चाहिँ फिजिकल प्रोडक्ट सर्भिस एक्सपिरियन्स। Most manage both. Let's go to the most manage both parts, right? So service quality components मा अघि चाहिँ मैले रिलायबिलिटीहरु भने नि रेस्पोन्सिभनेस त्यो होइन रहेछ, के रहेछ त टेन्जिबल र इन्टेन्जिबल कन्टिन्युम के एन्सर रहेछ, ठीक छ। यो मैले कुरा सिके। सर्भिस क्वालिटी म्यानेजमेन्ट भनेको चाहिँ प्रोभाइड हाई कन्सिस्टेन्ट सर्भिस क्वालिटी युजिङ मोडल्स हैन। Corporate image components also. Technical quality, functional quality, and corporate image. सो आजको लागि चाहिँ मेरो यो भिडियो यही समाप्त गर्नेछु। मेरो एक्जाम चलिरहेको छ, त्यो भएर मैले फुल्ली भिडियोजहरु ल्याउन पाएको छुइनँ हैन। आई होप यु गाइज डोन्ट माइन्ड। अनि यो भिडियोमा चाहिँ मैले तपाईहरुलाई कसरी चाहिँ हामीले एआई टुल्सहरु युज गर्न सकिन्छ त्यो कुराहरु मैले देखाउन खोजेको हो। अनि मेरो अब 2 दिन एक्जाम छ, आज र भोलि छुट्टी छ, अनि अर्को नेक्स्ट डे पछि 2 दिन पछि चाहिँ एक्जाम छ। सो आज चाहिँ आई विल ट्राई टु कभर अल द सिलेबस, अनि भोलि चाहिँ के गर्छु त भन्दाखेरि मेरो होल सिलेबसहरु चाहिँ एनालाइज गर्दै च्याट जीपीटीलाई मेरो यो सिलेबस छ, यो च्याप्टर छ, 1 मार्क्सको क्वेशन 10 वटा आउँछ हैन, 5 मार्क्सको क्वेशन 6 वटा आउँछ, अनि एउटा केस स्टडी आउँछ। कुन च्याप्टरबाट चाहिँ कस्तो खालको क्वेशन चाहिँ पढ्दा हुन्छ, कुन च्याप्टरबाट चाहिँ कस्तो खालको क्वेशनहरु चाहिँ इम्पोर्टेन्ट छ भनेर प्रम्प्ट दियो भने यसले एउटा फिक्स क्वेशनर्सहरु बनाइन्छ। अब ठ्याक्क त्यहीबाट आउँछ भने त छैन, तर तपाईले पढिसक्नु भएको छ भने पास पेपर्स, प्री बोर्डको क्वेशन्सहरु अनि च्याट जीपीटीले दिएको प्रीसेट क्वेशनयरहरु प्र्याक्टिस गर्नुभयो भने यु विल फिल कन्फिडेन्ट, अनि एक्जामको बेला चाहिँ तपाई आफ्नो चिन अप गरेर हिँड्नुहुन्छ। सो या मैले भिडियोजहरु चाहिँ ल्याउन अपलोड गर्न पाएको छैन बिकज अफ एक्जाम्स। एक्जाम पछि वी विल डु लाइभ, वी विल डु स्टडी, वी विल वर्क, वी विल मेक भिडियोज अन डिफरेन्ट थिंग्स अबाउट जब, अबाउट स्टडी अब्रोड, अबाउट नेपालको कन्डिसन, नेपालको फ्युचर, BBA, BBM, BBA सबै कुराहरु चाहिँ हामी कभर गर्छौं। सो आई होप यु गाइज लाइक दिस भिडियो, अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।